हल्का गफ गरे जस्तो मात्रै गर्नुपर्छ कि अरू त पारिवारिक कति हरियाली हेर्नु त्यो बर्खा लगाएको जस्तो यस्तो भने क्या है बर्खा लगाएको यो गङ्गाजीको उतापट्टिकै पारि हेर्नु त्यो त्यत्रोभन्दा उता पनि त्यो गाउँ छ पण्डितजी त्यो पर्वतभन्दा उता पाहाडभन्दा उता के गाउँ भन्छन् पण्डितजी उता उसके घर देखिए कहीं हजुर हजुर तो एउटा मन्दिर देखिए ठुलो गढवालकै गाउँ हो तिनी हेर्नु न चण्डी मन्दिर मनसा देवी यहाँ आउने हुन्छ यो कहाँबाट मेला त भनियो पण्डितजी तर यो उधारमा भनियो कि जात्रै हिँड्न उठ्न जात्रै झन्झट दुःख क्या हेर्नु गन्ध फोहोरो के आएर फोहोरो पनि उस्तै गर्छन् यिनीहरू व्यवस्थित त केही छैन हेर्नु यो यत्रो भिड यस्तो बाटोमा हिँड्न सकिन्न जम्मै गाडी बन्द भएको छन् यिनी जम्मैले आखिर अब हेर्नुहोस् यिनी सार्वजनिक शौचालयमा गएर सक्छन् त यिनीहरू जम्मै बाहिरी बस्ने त हुन् नि यिनी है पहिला त लेडिज आउँथेन न त लेडिज पनि आउनु थाल्यो अझै आज भोलि पर्सि कस्तो हुने हो यो कहाँबाट चाहिँ पाहाडतिर त हरियाली राम्रै छ कि अब यिनी जुम गरेर खिच्ने भनेको यो जुम गरेर घन्टाघर त ट्याक्कै आउँदो रहेछ कि ल जुम गर्दा त गाडी पर्ने सिसिआर त हेर्नु सिसिआरलाई हेर्नु धेरै जुम गर्दा काटिन्छ उतै गएर खिच्नु होला पनि नि भयो